आज यस भिडियोमा म तपाईलाई मुगलिन नारायणघाट पहिरोको पछिल्लो अपडेट देखाउनेछु। यो भिडियो अपलोड गर्दासम्म 80% जति ट्विन खोलाको पहिरो हटाइसकेको छ। नारायणगढ मुगलिन सडक खण्डको ट्विन खोलामा खसेको पहिरो हटाउने काम 80% सकिएको छ। पहिरो पन्साउनका लागि नारायणगढ पट्टीबाट एउटा एक्साभेटर र एउटा लोडर खटिएका छन्। त्यसैगरी मुगलिनतर्फबाट 2वटा लोडर र एउटा एक्साभेटरले निरन्तर काम गरिरहेका छन्। यी बाहेक दुवैतिर एक-एकवटा ब्याकहो लोडर पनि तयारी अवस्थामा राखिएको छ। मुगलिन नारायणगढ सडकमा हरेक वर्ष पहिरो खस्ने क्रम नरोकिएपछि त्यसको विकल्प खोज्न छलफल सुरु भएको छ। यसका लागि तनहुँ र नवलपरासी हुँदै अर्को सडक निर्माण गर्नेबारे कुराकानी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यस समस्याको समाधानका लागि वैकल्पिक सडकबारे छलफल भइरहेको बताएका छन्। देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले 5वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको बोटखोला गाउँपालिका 4 कोशी राजमार्ग र मकालु गाउँपालिका 3 को कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। यसैगरी रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 स्थित पासाङलामु राजमार्ग, चितवनको इच्छाकामना गाउँपालिका 5 मा पर्ने मुगलिन नारायणगढ सडक खण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका 4 स्थित मध्य पहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार नवलपरासीको पूर्व पश्चिम राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र रसुवाको त्रिशुली मैलुङ सडक भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। आज बिहान 10 बजेदेखि परेको पहिरोले पृथ्वीराज मार्गको धादिङ खण्डमा यातायात अवरुद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 स्थित ज्वाङखोला र तिङराङखानीमा ठूलो मात्रामा माटो र ढुङ्गा खसेका कारण दुवैतर्फका सवारी साधन रोकिएका छन्। यसले गर्दा उक्त सडक खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ। पाँचवटा उपकरणको प्रयोग गरी ट्विन खोलामा गएको पहिरो हटाउने काम भइरहेको छ। गत मंगलबार दिउँसो 4:50 बजे ट्विन खोलामा ठूलो पहिरो खसेपछि नारायणगढ मुगलिन सडक अवरुद्ध भएको थियो। प्रारम्भिक अनुमान अनुसार त्यहाँ करिब 16,000 घनमिटर पहिरो खसेको छ र यसलाई पूर्ण रूपमा हटाउन शुक्रबारसम्म लाग्ने अनुमान गरिएको छ। कमजोर र पत्रे चट्टानयुक्त पहाडका कारण यस क्षेत्रमा पहिरो जाने समस्या पुरानो हो। पछिल्लो 1.5 हप्तामै यस ठाउँमा 14 पटक पहिरो गइसकेको छ।
गत राति ज्वाङखोला लगायतका स्थानमा पहिरो खसेपछि काठमाडौँको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। तर राति नै डोजर लगाएर पहिरो हटाई अहिले सडक सुचारू भइसकेको छ। यसैगरी मुब्लिन नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरो हटाउने काम भने जारी छ। साँझ पानी परेपछि केही समय रोकिएको पहिरो पन्साउने काम आज बिहानैबाट पुनः सुरु भएको छ।